₹10 पर पिसमा हामीले चमचम दिइरहेका छौँ। बच्चाहरूले साह्रै मन पराउनुहुन्छ। यो लगभग 48 वर्षबाट हामीले सेवा दिँदै आएका छौँ। चमचम चाहिँ हाम्रो यो खास इन्डिया गुवाहाटीबाट बुवाले यो खालको चाहिँ मिठाई बन्थ्यो त्यहाँ, लामो खालको त्यही आकारमा चाहिँ उहाँले चाहिँ दुनोटलाई परिमार्जन गरेर अनि चमचम स्टाइल बनाउनु भएको थियो। त्यो कन्टिन्यू चल्दै चल्दै आउँदा बेसरी यहाँ चाहिँ पपुलर भयो। त्यसपछि हामीले यसलाई नामै चमचम राख्यो। उहाँ चाहिँ चमचम भन्छन् लामो खालको मिठाईलाई। अनि त्यही हिसाबले बनाउँदा यहाँ चमचम चमचम अहिले यहाँ चोकको नामै चमचम भएको छ है। हाम्रो चमचम बुवा पाण्डे बुवाले बनाउनुहुन्थ्यो। त्यसपछि 7 वर्षबाट हामीले चलाउँदैछौँ। हाम्रो यही चमचमबाट हामी अलिक लगभग बुटोलमा लगभग हामीलाई सबैले चिन्छन्। हामीले क्याटरिङ पनि दिन्छौँ। यहाँ हाम्रो मिठाईहरू सबै हुन्छ। यहाँ चाहिँ हामीले प्योर शुद्ध भेज मात्रै हो, नन भेज हामीले यहाँ पकाएर पनि खान्नौँ। यसो कहिलेकाहीँ घुम्दै फिर्दै यहाँ नजिक पर्नुभयो भने पस्नु होला। हजुरहरूलाई चमचम चाहिँ हामीले खुवाउँछौँ।